गुड मर्निङ सबैजनालाई सेवानी भन्न चाहन्छु। आज म चाहिँ बिहानै टिस्टा जाँदैछु। अलिकति रासिन पानी तेल ल्याउनुको लागि, किनकि बिहानै भनेदेखि गरम एकदमै ज्यादा भएकोले गर्दाखेरि दिउँसो हिँड्नु साह्रो पर्छ र म चाहिँ बिहानै जाँदैछु। बिहान अलिक शीतल हुन्छ र टिस्टातिर लागेको सब्जी पानहरू लिएर आउँ भनेको। र के गर्नु गाइस, यस्तै छ हाम्रो बस्तीको होइन। हप्तामा एकखेप दोकान जानुपर्छ, सौदा गर्नुपर्छ, ल्याउनुपर्छ है। बजार साइडमा भए पो, रोड साइडमा भए पो है, कति गयो ल्यायो। हाम्रो त हप्ताभरि 15 महिना पुग्ने ल्याउनुपर्छ, गएर उकालो ल्याउनु साह्रो पर्छ, हिँड्नु गरममा। गरम महिनामा साह्रो पर्छ हामीलाई त। के गर्नु गाइस, त्यस्तै छ हाम्रो बस्तीतिर। तपाईँहरूकोतिर कस्तो छ है? बस्तीमा हुनेहरूलाई साह्रो छ नि हौ। के गर्नु, म चाहिँ अलि तल गाउँदेखि तल आइपुगेछु जङ्गलमा। र जङ्गलमा घाम हेर्नु न, बिहान यस्तो टङ घाम छ। मेरो मुख चाहिँ कहिले खाली हुँदैन है, किनभने कोही बेला सुपारी खाइरहेको हुन्छु, कोही बेला छुर्पी खाइरहेको हुन्छु। त्यही हो मेरो चाहिँ बानी आदत। के हो, मुख चिलाइ बस्छ, के खानु पाएन नि के खानु भयो। अब टिस्टा गएर चाहिँ हाम्रो रोड हेर्नुहोस् न, यस्तो छ हालत रोडको है। यो रोड कसले बनाइदिने? अझसम्म हाम्रो रोडहरू कसैले पनि याद गरिदिएको छैन है। भविष्यमा मेरो नानी बच्चाहरूले के गरी खान्छ होला यस्तोमा। र दुःख छ हाम्रो गाउँमा। अब बर्खा लाग्यो है, दुख बिमार भयो भने गाडी आउँदैन है। सौदा पानी ल्याउनु गाडी आउनु मान्दैन। दुःख छ, के गरेर गरी खाने यस्तो जग्गामा। यस्तै छ हालत। के गर्नु गाइस, सबैजनाले यसो मेरो भिडियो हेरेर लाइक सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। टिस्टाको हालत कस्तो रहेछ भनेर हिँडेको हेर्नु है। टिस्टाको हालत अब हेरेर आउने हो आज। अब दिनदिनै खोला बढेकै छ। टिस्टाको बाटो के हुने हो, कसो हुने हो, सुर्ता लाग्छ पुरा। के गर्नु, अब टिस्टाको बाटो गयो भत्क्यो भने हामीलाई बहुत साह्रो पर्छ। रासिन पानी ल्याउनु है, नानीहरू स्कुल जानु, बिमारीहरू लानु एकदमै साह्रो छ। त्यही कारणले झुकझुक लाग्छ हौ मनमा। गाइस, हेर्दै गर्नु होला भिडियो है। मेरो युट्युबमा भिडियो आइरहन्छ है। जानी नजानी भिडियो लोड गर्छु है। र तपाईँले यसो लाइक सेयर कमेन्ट चाहिँ गर्न नभुलिदिनु होला भन्न चाहन्छु सबैजना।